कसरी आफ्नो एकाउन्टको नाम बदल्ने भन्ने कुरा म सिकाउन गइरहेको छु। अब हजुरहरूलाई पहिला स्टार्टमा जानुहोस् अनि सेटिङमा जानुहोस्। सरी यो मेरो ल्यापटप अलि ह्याङ भइरहेको छ। एकछिन खुल्न टाइम लागेको छ। अब तपाईहरुको यहाँ आइसकेको छ स्क्रिन सिस्टम डिभाइसेस नेटवर्क इन्टरनेट पर्सनलाइज अकाउन्ट्स। तपाईहरु एकाउन्टमा जानु होला जुन मान्छे बनेको छ त्यो एकाउन्टमा जानु होला। खोलेर कालियाले भनेको धर्ती होस्। तपाईहरुले यहाँ देखिसक्नु भएको छ यहाँ चेतन भट्टराई साइकल सुनिल 9999.com। अब तपाईहरुले आफ्नो अब यहाँ म्यानेज माइक्रोसफ्ट एकाउन्टमा जानु होला। क्रेडिट फिचर छ क्यालेन्डर छ। अब तपाईहरुलाई यो भिडियो यहाँ गएपछि तपाईको नाम चेन्ज हुन्छ फोटोहरु यहाँबाट चेन्ज गर्नु होला। तपाईलाई यदि यो भिडियो राम्रो लाग्छ भने फर्दर हाम्रो सपोर्टको लागि यो प्लिज यो मेरो च्यानल क्याप्टिकलाई सब्स्क्राइब गरिदिनु होला र धेरै भन्दा धेरै लाइकले सपोर्ट गरी सही ज्ञान सही मान्छेहरुसँग म मार्फत सबै ज्ञानको ज्योति बाँड्दिनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। ज्ञानको ज्योतिको के रेकर्डिङ गरेको ह ला बाहिर गएर मान्छे फलो गर्नु यस्तो ला यार। ओए के यहाँ बस्छस् त त्यो त बाहिर जाने गर्न किट्दै नै चिल्लो